भने मलाई चाहिँ बुढो हुन चाहिँ डर लाग्छ सूर्यजी। दुईटा नाउमा होइन, दुईटा डुङ्गामा खुट्टा राखेर हिँडेको जस्तै हुँदो रहेछ। मूल मन्त्र भनेकै के हो? एकदम हार्डवर्क गर्नुपर्छ। अनि त्यसमा के हुनुपर्छ? इमान्दारता हुनुपर्छ। पनि सफलता पाउनको लागि चाहिँ तपाईँले हार्डवर्क चाहिँ गर्नुपर्छ। आजको हाम्रो अतिथि हुनुहुन्छ, उहाँ चाहिँ जिन्दगीको धेरै यात्रा पार गरेर उकाली कहिले ओह्राली अनि धेरै सङ्घर्षको बावजुद यहाँ हुनुहुन्छ। सो ढिलाइ नगरिकन उहाँसँग संवाद चाहिँ सुरु गर्नेछु है। यहाँलाई वेलकम छ। धन्यवाद सूर्यजी। आजभोलि तपाईँको दिनचर्चाहरू चाहिँ कसरी चलिरहेछ? आजभोलि आफ्नै जबको ड्युटी कमिटमेन्ट साथसाथै सानोतिनो यसो प्रोग्राम त्यसरी चलिरहेछ सूर्यजी। ए ओके हजुर। सो आज यहाँ आउँदा कस्तो लागिरहेछ तपाईँलाई? आज त फर्स्ट कुरा तपाईँले मलाई इन्भाइट गर्नुभयो, यसमै मलाई त एकदमै धेरै खुसी लागिरहेछ होइन। हजुर। अर्को कुरा अब फर्स्ट टाइम यो पोडकास्टमा आउनु पाउँदा झनै खुसी लागिरहेछ। त्यसमा तपाईँलाई धेरैभन्दा धेरै धन्यवाद दिन चाहन्छु श्रीजी। ओके, सो आफूले आफूलाई 3 शब्दमा चिनाउनु पर्दा नामबाट जाउँ न त होइन श्रीजी? ए प्लिज जानुहोस्। अब म चाहिँ स्वरूपराज लिम्बू होइन। अब जबले गर्दाखेरि चाहिँ म अहिले सिङ्गापुर लौरे। हजुर हजुर। अनि साथसाथै सङ्घर्ष गरिरहेको एउटा कलाकार भनौँ न। तपाईँ कलाकार पनि हुनुहुन्छ है? हजुर, एउटा कोसिस। ए अनि यसको के मैले तपाईँको म्युजिक भिडियो पनि हेरेको थिएँ, हावासरी भन्ने एकदमै राम्रो थियो। टिकटकहरूमा पनि देखिरहेको थिएँ। एकदम जस तपाईँ स्ट्रगलिङ फेजमै हुनुहुन्छ होइन? एकदम राइट। म स्ट्रगलिङ फेजमै छु अहिले चाहिँ होइन। अब हावासरी म्युजिक भिडियोलाई पनि धेरै हाम्रो दर्शक महानुभावहरूले मन पराइदिनु भएको छ। त्यसमा पनि एकदमै आभारी छु। एकदम फर्स्ट म्युजिक भिडियो भए पनि मलाई चाहिँ खुसी लागेछ। हुन्छ हुन्छ, म पनि हेरौँला अनि सब्सक्राइब गर्नु पनि लगाउँला है। अवश्य अवश्य। त्यति छ। अनि यो म्युजिक भिडियो, यो कलाकारिताको कुरा त आइ नै हाल्यो। अनि तपाईँको यो जब सिङ्गापुरे लौरे पनि भन्नुहुँदै थियो होइन? हजुर हजुर। यो दुईटालाई संक्षिप्तमा भन्नुपर्दाखेरि तपाईँको यात्रा चाहिँ कसरी, कहाँबाट सुरु भयो? ओहो सूर्यजी, यो त ठ्याक्कै भन्नुपर्दाखेरि चाहिँ दुईटा नाउमा होइन, दुईटा डुङ्गामा खुट्टा राखेर हिँडेको जस्तै हुँदो रहेछ होइन। अब एकतिर यता प्रोफेसनली म लाउरे मान्छे होइन, आफ्नै ड्युटी कमिटमेन्ट, अनि उतातिर कलाकारिता। हजुर हजुर। अनि अब मान्छेले झट्टै हेर्दा एउटा म्युजिक भिडियो गरेको छ होइन, यो एउटा म्युजिक भिडियो खेलेर ठुलो कति नै कलाकार भनेर दिइहाल्यो भन्ला। तर तपाईँलाई पनि थाहा छ होइन, हामीले धेरै वर्ष अगाडिदेखि धेरैवटा नाटकहरू एउटा थिएटर आर्टिस्ट जस्तो होइन अब चाहिँ गरिसकेका छौँ। ए साँच्चै तपाईँ त नाटक पनि पो गर्नुहुन्छ त होइन? हजुर हजुर। अब यो त अलमोस्ट 7-8 वर्षै भइसक्यो। भनेपछि 2020? हजुर हजुर, त्यस्तै हिँड्दा त्यहीबाट होला जस्तो लाग्यो है। हजुर, गरेर आइराखेका छौँ। सो हेर्दाखेरि झट्टै हेर्दा एउटा म्युजिक भिडियो देखे पनि म चाहिँ यता यो सबै अब हेर्दाखेरि अनरिलिज नै हो होइन? हजुर हजुर। तर अब इङ्गेज चाहिँ उतातिर एकदमै धेरै भइरहेको छ। कतिको सजिलो हुन्छ त यो नाटकहरू, ड्रामा भनौँ न होइन? सूर्यजी, यो नाटक भनेको चाहिँ कुनै पनि इजी कुरा होइन। किन भनेको यो नाटक त एउटा लाइभ पर्फर्मेन्स हो नि त। हजुर हजुर। अब एउटा वान्स बिग्रिने बित्तिकै चाहिँ तपाईँको अब कुनै पनि करेक्सन गर्ने ठाउँ हुँदैन होइन। यो लाइभ पर्फर्मेन्स भनेपछि अब दर्शकवृन्दहरूले पनि राम्ररी बुझ्नुहुन्छ होला। नाटक गर्नु चाहिँ एकदमै गाह्रो कुरा हो सूर्यजी। ए हुन्छ, तपाईँले यो नाटक सम्बन्धी होइन, आर्टिस्ट सम्बन्धी त भन्नुभयो। अनि तपाईँको यो लाउरे लाग्दाखेरिको तपाईँको सङ्घर्षहरू छ नि? हजुर हजुर। हो, त्यसको पनि केही कहाँबाट यो यात्रा चाहिँ सुरु भयो, केही भनिदिनु मिल्छ? सूर्यजी, वास्तवमै भन्नुपर्दा
यो कहानीहरू सम्झेर अहिले पनि मलाई डर लाग्छ होइन। त्यस्तो के होला? किनभने लाहुरे हुनु यति एउटा हुटुटी एउटा सपना थियो होइन। त्यसको लागि कति सङ्घर्ष गरियो होला होइन। त्यसलाई त अब भन्नै परेन। जब अब लाहुरे भइयो, सक्सेस भइयो होइन, आम्म यति ह्याप्पी हुँदो रहेछ जिन्दगी। किनभने एउटा हुटुटी एउटा सपना पुरा हुँदाखेरि मान्छेलाई कस्तो फिलिङ्स हुन्छ भन्ने कुरा चाहिँ त्यो बेला थाहा हुँदो रहेछ होइन। हजुर हजुर। भनेपछि सबैभन्दा ठुलो सङ्घर्ष के थियो होला? मेरो सबैभन्दा ठुलो सङ्घर्ष नै अब फ्याट्टै भनिहाल्नु पर्दाखेरि चाहिँ लाहुरे हुने, जस्ट लाहुर भिर्दा गरेको मैले गरेको होइन जुन स्ट्रगल, अब जुन एउटा कोसिस, अहिलेसम्मको सङ्घर्षमा चाहिँ त्यो नै मेरो ठुलो सङ्घर्ष चाहिँ थियो। ओके, त्यस्तो एउटा घटना जसले चाहिँ तपाईँको जीवनै बदलिदियो? अब अघि तपाईँलाई मैले अब सपना पुरा भएको कुरा गरिसकेँ होइन। अब एक्ज्याक्टली अब बाई डिफल्ट भनौँ न त्यही नै हो, जुन एउटा लाहुरे हुने सपना थियो अनि अब भर्ती भइयो होइन। यो नै मेरो लागि चाहिँ एउटा जीवन बदल्ने भनौँ अथवा मेरो जिन्दगीको युटर्न नै यही पोइन्ट नै यही नै हो सूर्यजी। धेरै होइन महत्त्वपूर्ण रहेछ है। हजुर। अर्को सबैभन्दा कठिन निर्णय तपाईँमा आइपरेको अनि तपाईँले गर्नुभएको त्यस्तो केही? अहिलेसम्म त खासै त्यस्तो केही पनि छैन सूर्यजी होइन। अनि आई विस यो यतिकै जिन्दगी चलिराखोस् अनि फ्युचरमा नि गर्नु चाहिँ नपरोस् होइन। हजुर हजुर। किनभने अब सम्म बाटो हिँड्नु सजिलो हुन्छ। हजुर हजुर हजुर। छैन सूर्यजी। ए हुन्छ। अनि अहिले यत्रो स्ट्रगलहरू गरेको कुराहरू सुनाउनु भयो होइन? हजुर। एकदमै इन्ट्रेस्टिङ। तर यो अनुभवले चाहिँ तपाईँलाई के सिकायो होला? एकदमै गुड क्वेसन गर्नुभयो सूर्यजी होइन। थ्याङ्क यू भेरी मच तपाईँको क्वेसनको लागि। यसले सिकाएको चाहिँ मलाई कुरा चाहिँ एउटा चाहिँ हार्डवर्क। हजुर हजुर। अर्को चाहिँ इमान्दारता होइन। हजुर। तपाईँले जुनसुकै कुरा जस्तोको सुकै कुरालाई पनि सफलता पाउनको लागि चाहिँ तपाईँले हार्डवर्क चाहिँ गर्नुपर्छ र त्यो हार्डवर्कभित्र तपाईँको इमान्दारता चाहिँ हुनैपर्छ क्या। ए हजुर हजुर। अनि मात्रै कुनै पनि एउटा कुरा एचिभ गर्न सकिँदो रहेछ होइन। मैले चाहिँ मेरो जिन्दगीमा चाहिँ सिकेको चाहिँ यही हो सूर्यजी। ओके, तपाईँले धेरै स्ट्रगलहरू गर्नुभयो लाइफमा होइन? हजुर हजुर। अनि अहिले चाहिँ एउटा उदाउँदै गरेको आर्टिस्ट, ड्रामाहरू गर्नुहुन्छ होइन? हजुर हजुर। तर पहिला अनि अहिले कम्पेरिजन गर्दाखेरि पहिला त सिभिल हुनुहुन्थ्यो होइन? यो आर्टिस्ट बारेमा पनि के त्यति त थाहा थिएन। तर अहिले चाहिँ के भिन्नता पाउनुभयो? अब त्यो क्वेसन होइन मैले एक्ज्याक्ट एन्सर दिन सक्दिनँ होला, तर पनि एकदमै डिफ्रेन्स छ है। मान्छेले देखेको एउटा कलाकारिता, एउटा एक्टिङ होइन, हजुर, बाहिर आवरणमा देखेको र रियल गर्नु सिक्नु एकदमै साह्रो कुरा हो। साह्रो। जुनसुकै कुरा पनि अब सजिलो त हुँदैन। एउटा गायक हुनु नि सजिलो हुँदैन होइन। हजुर हजुर, पक्कै पनि हो। त्यो कुरामा चाहिँ भूत चढ्नै पर्छ। भूत चढ्नै पर्छ। तपाईँ चाहिँ एकचोटि चाहिँ जस्तै म एक्टिङ गर्छु भनेपछि चाहिँ तपाईँ चाहिँ एक्टिङमा डुबेर पागल भएर सन्च भएपछि मात्रै तपाईँ एउटा स्टेजमा पुग्नु हुँदो रहेछ होइन। ए जस डिजायर टु लर्न है। डिजायर टु लर्न भन्दाखेरि पनि अझ एक्सट्रिम लेभलको क्या। एक्सट्रिम लेभलको यो म चाहिँ गर्छु कता कसरी जसरी बानी गर्छु जसरी बानी सिक्छु होइन। यता सुत्दाखेरि पनि पुरा कल्पना गर्ने, हिँड्दा पनि पुरा एक्टिङको कल्पना गर्ने होइन, बस्दा पुरा डाइलग साइलग होइन। हजुर, यो खालको एउटा पागलपन हुनुपर्यो चाहिँ हुँदैन रहेछ भन्ने मैले चाहिँ फरक पाएँ होइन। मान्छेले देख्दा सजिलो लाग्छ तर इट्स नट इजी इन रियालिटी। एकदमै राम्रो कुराहरू सेयर गर्नुभयो। कतिपयलाई त थाहै नै थिएन होइन। यो कुरा सुनेर हाम्रो दर्शकहरूलाई पनि कति होइन याद हुने भयो, दिमागमा आउने भयो, उहाँहरूले चाहिँ बुझ्नुहुने भयो कि अब हजुर के रहेछ त के मन परेको चिजमा चाहिँ कतिको पागल हुनुपर्दो रहेछ भन्ने कुरा है। हजुर। ओके, त्यस्तो एउटा सपना
तपाईँले बोल्नु भएको केही छ? अहिलेको लागि त खासै छैन, तर म एउटा मेरो अब भन्नु त मन लागेको थियो तर भन्नु पऱ्यो नि हाम्रो दर्शकहरूलाई त। भनिदिनु पऱ्यो है सूर्यजी। हजुर हजुर जस अब लाउरे होइन, सिङ्गापुरे लाउरे एउटा भइहाल्यो, हजुर, एउटा सपना त पुरा भइहाल्यो है। हजुर फर्स्टमा सपना त त्यो थियो लाउरे हुने, तर अब चाहिँ कुनै अब नेपालको एउटा कलाकारितामा के अरे ठाउँ पाएँ भने होइन, हजुर हजुर एउटा मुभी गर्ने चाहिँ एउटा इच्छा छ। जे होस्, मैले तपाईँको हावासरी हेरेका थिएँ। हजुर यो हावासरीले चाहिँ एकदमै मार्केट पनि लिएको थियो, अनि त्यहाँनिर तपाईँको एक्टिङ लेभल हेर्दाखेरि वाह, नेक्स्ट लेभलको छ है। थ्याङ्क यू सूर्यजी, यस, थ्याङ्क यू भेरी मच। भविष्यको शुभकामना छ यो आर्टिस्ट जिन्दगीमा है, तपाईँलाई अग्रिम शुभकामना है। हुन्छ, थ्याङ्क यू भेरी मच, सर्व थ्याङ्क यू भेरी मच। अनि त्यस्तो एउटा डर डर त मलाई अचम्मको डर छ हौ एउटा यार। त्यस्तो के होला? मलाई बुढो हुनुबाट डर लाग्छ यार। त्यो त सबैलाई हुन्छ होइन, छोरी मान्छे भयो, छोरा मान्छेलाई। अब अरू मान्छेलाई हुन्छ कि हुँदैन त्यो त मलाई थाहा छैन होइन। हजुर तर म जति पनि अब देखिरहेको बुढाबुढी हिँड्नै नसकी है, लौरो टेकेर स्ट्रगल गरिराखेको हुन्छ। हजुर हजुर अब उनीहरूलाई नि कति उफ्रिनु कुद्नु मन लाग्ला होइन, त्यस्तै अवस्थामा पुग्यो भने त कस्तो होला भन्ने मलाई चाहिँ बुढो हुने चाहिँ डर लाग्छ सूर्यजी। ए हो र, ल ल त्यसो भए चाहिँ पक्का एक्सर्साइज त सुरु गर्नुपर्ने हुन्छ नि होइन। एक्सर्साइज गरेर नि के गर्नु, अब त्यो अवस्थाले त त्यो स्टेजमा त पुर्याउँछ नेचुरलले है। तर म अलिकति सब हर्डेड होइन, अब काइन्ड हर्डेड मान्छे भएर पनि होला होइन। हजुर त्यो बुढाबुढीको यसो स्ट्रगल हेर्छु होइन, त्यो भएर चाहिँ मलाई चाहिँ बुढो हुन चाहिँ डर लाग्छ है सूर्यजी। हजुर हजुर जे होस्, अब नेचर है, हजुर यस्तै छ, त्यो प्रकृतिको नियम हो। हजुर हजुर हुन चाहिँ, तर पनि डर लाग्ने चिज चाहिँ त्यो त अब हामी एउटा क्रिएचर होइन, हजुर हजुर वान डे जन्मेपछि जानु नै पर्छ पर्छ होइन। सूर्यजी ठिकै छ। त्यस्तो एउटा प्रेरणा चाहिँ भन्नुपर्दाखेरि म मेरो आदरणीय कान्छा मामा शर्मान यक्सुज्यूलाई अझै पनि सम्झिन्छु होइन। ए हजुर उहाँले चाहिँ मेरो यो जिन्दगीमा एउटा युटर्न लिने होइन धेरै ठुलो हात खेल्नु भएको छ होइन। हजुर उहाँले चाहिँ अब मलाई धेरै सहयोग सपोर्ट होइन गर्नुभएको छ। भन्दैमा मेरो अरू मामाहरूले नगर्नु भएको त होइन हो, तर मेरो कान्छा मामा चाहिँ मलाई चाहिँ मेरो लागि प्रेरणा दिने एकजना मान्छे चाहिँ हुनुहुन्छ। ए के सन्दर्भमा दिनुभयो होला? उहाँले मलाई धेरै सन्दर्भमा दिनुभएको छ, अब यो नै भनेर एक्ज्याक्ट छैन होइन। हजुर हजुर स्पेसिफिक त्यस्तो केही स्पेसिफिक? मेरो मावला बाजे बोजू, ए हजुर उहाँहरूलाई पनि सम्झिन चाहन्छु। मेरो बाजे बितिसक्नुभयो, बोजू स्टिल हुनुहुन्छ, उहाँहरूलाई पनि सम्झिन्छु। उहाँहरूले गर्दा नै म भर्ती भएँ होइन। हजुर हजुर अब जिन्दगीको सबैभन्दा ठुलो सक्सेस नै भर्ती हुनु थियो त्यो बेलाको सपनामा हजुर भने उहाँहरूले यसमा चाहिँ फुल्ली सपोर्ट गर्नुभएको थियो। यसमा चाहिँ उहाँहरूलाई म अझै पनि हृदयदेखि नै थ्याङ्क यू भन्न चाहन्छु। प्लस मेरो 3जना मामाहरू, कान्छा मामा, सायद जेठा मामा र माइला मामा पनि हुनुहुन्छ, उहाँहरूले पनि मलाई धेरै सपोर्ट गर्नुभएको हो। ए हजुर साथै अब बाबा आमाको त भइहाल्छ होइन, बाबा आमा आफन्तको भइहाल्छ। ओके, अब तपाईँको एउटा यस्तो बानी जसले चाहिँ जिन्दगी बदल्यो, त्यस्तो केही छ? खासै त्यस्तो केही पनि छैन सूर्यजी, किनभने म सानैदेखि एकदमै हार्डवर्किङ, एकदमै इमान्दार होइन। हजुर हजुर त्यस्तै तरिकाको नै थिएँ, अनि म आफू चल्दा पनि त्यही तरिकाले नै चल्थेँ होइन। त्यसले गर्दाखेरि मैले त्यस्तो सिचुएसन चाहिँ फेस गर्नु परेन। ए हजुर हजुर यो सफलता भनेको के हो भनेर भन्दाखेरि डिफ्रेन्ट मान्छे डिफ्रेन्ट पर्सपेक्टिभ होइन। हजुर अनि डिफ्रेन्ट के भन्छ नि, उनीहरूले सोच्ने तरिका होइन, दिने उनीहरूले डेफिनेसन्सहरू फरक फरक छ। तर तपाईँको लागि सक्सेस के होला, सफलता भनेको के हो?
मेरो लागि चाहिँ सूर्यजी आफूले जे चिताइया छ नि एउटा मनमा चिताएर गरिया छ नि त्यो कुरा एचिभ गर्नु नै सफलता हो ठ्याक्कै हो जतै पनि त्यही घुमाइ कुरा फिराइ चाहिँ होइन हजुर किनभने तपाईँको हरेक लाइफको स्टेजमा तपाईँले चाहिँ अब डिफ्रेन्ट सोच्नु होला एउटा सफलताले मात्रै तपाईँलाई चाहिँ कुनै पनि डेस्टिनेसनमा नपुर्याउन सक्छ होइन बिचमा धेरै कुरा हुन सक्छ तर करेन्टली तपाईँले जे चिताउनु भएको छ म यो गर्छु भनेर सोच्नु भएको छ त्यो कुरा सक्सेस हुन नै सफलता हो ओके अब हामी प्रोग्रामको अन्त्यतिर आइसकेछौँ हुन्छ सूर्य अहिले अब यो फाइनल मेसेज नै बुझ्नुहोस् हजुर हाम्रो आवाज स्टुडियोको हाम्रो अडियन्सलाई हजुर हजुर मेसेज दिनु परेको खण्डमा हजुर तपाईँले अहिले सङ्घर्ष गरिरहेको युवालाई चाहिँ के भन्नुहुन्छ मैले के भन्छु भने अब यो हाम्रो आवाज स्टुडियोबाट हाम्रो नयाँ पिँढीको भाइ बहिनी होइन अहिले त जेनजी पनि भन्छ होइन जेनजी हजुर जेनजी भाइ बहिनीहरूलाई चाहिँ के मेसेज दिन चाहन्छु भने सबैको जिन्दगीमा स्ट्रगल हुन्छ होइन साह्रो गाह्रो सबैको जिन्दगीमा परिस्थितिहरू आउन सक्छ त्यो तपाईँको सामान्य मान्छेदेखि राजा होइन अब अहिले त राजाहरू हट्दै गए राजा मन्त्री सबैको ठाउँमा त्यो हुन्छ तर हजुर दुःख पर्यो भन्दामा कहिले पनि आत्तिनु हुँदैन होइन अनि सुख पाएँ भनेर चाहिँ कहिले पनि माथिनु हुँदैन र जुन नयाँ भाइ बहिनीहरू छ उहाँहरूको एज नै पक्का भन्नु पर्दाखेरि चाहिँ स्ट्रगल गर्ने हो क्या ए हजुर स्ट्रगल एकचोटि असफल भयो होला होइन दुईचोटि असफल भयो होला त्यो हुँदैमा मान्छेहरू फ्रस्ट्रेट हुनु भएन हजुर कन्टिन्यू स्ट्रगल गर्नुपर्छ अनि अर्को चाहिँ मेन कुरा चाहिँ इमान्दारता है इमान्दारता ठुलो कुरा हो है हजुर हजुर जित्दैमा सक्सेस हुँदैमा कहिले पनि जितिँदैन है तपाईँलाई म अहिले हाम्रो नेपालको अलिकति नेपाललाई छुवाउन चाहन्छु है एक्जाम्पल हजुर हजुर नेपालमा कसले जितेन होला एमाले पनि जितेकै हो माओवादीले पनि जितेकै हो कङ्ग्रेसले पनि जितेकै हो तर किन नेपाल चाहिँ सधैँ हारिरह्यो जितेको हो नि त होइन तर नेपाल सधैँ हारिरह्यो अनि एट द एन्डमा सबै हार्यो तपाईँले किनभने इमान्दारता थिएन क्या त्यहाँ हजुर हजुर जुन देश हाँक्छु भन्ने लिडरहरूसँग इमान्दारता थिएन त्यही भएको कारणले उनीहरूले जितिरह्यो देश हारिरह्यो अनि अन्त्यमा सबै हार्यो त्यही भएर इमान्दारता भनेको चाहिँ एकदमै ठुलो कुरा हो तपाईँ जहाँसुकै जानुहोस् जेसुकै गर्नुहोस् तपाईँ इमान्दारता छ भने तपाईँले कन्फर्म एक दिन चाहिँ जित्नुहुन्छ म चाहिँ हाम्रो नयाँ पिँढीको भाइ बहिनीहरूलाई चाहिँ सङ्घर्ष अनि इमान्दारता यही दुईवटा चाहिँ पक्का तपाईँहरूले चाहिँ एप्लाई गर्नुहोस् होइन जिन्दगी बाँच्नु लामो छ होइन सो तपाईँको सङ्घर्ष बिना र इमान्दारता बिना तपाईँको जिन्दगी कहिले पनि माथि उठ्न सक्दैन यही मेसेज चाहिँ दिन चाहन्छु सूर्यजी ओके स्वरूपजी तपाईँले यो यस्तो राम्रो इक्जाम्पल दिनुभयो होइन नेपालको यो पार्टीहरू लिडरहरू पनि छुनुभयो नि ताकि त्योसँग हुबाहु मिल्ने तपाईँले चाहिँ के दिनुभयो इक्जाम्पल दिनुभयो ताकि अडियन्सले उहाँहरूले चाहिँ मजाले बुझोस् होइन हजुर हजुर एकदमै इन्ट्रेस्टिङ थियो यो पनि त्यही हो सूर्यजी जितेर मात्रै कहिले पनि सफल हुँदैन ओके है जितेर मात्रै सफल हुँदैन होइन जितेर पनि हारिँदो रहेछ भन्ने मैले भर्खर इक्जाम्पल दिइसकेँ हजुर हजुर सो समग्रमा जित्नको लागि इमान्दारता नै चाहिन्छ ओके तपाईँको एउटा भित्री मूल मन्त्र केही छ त्यो पनि केही रिभिल गर्नु मिल्छ कि मेरो मूल मन्त्र नै अघि भनिसकेछु सूर्यजी त्यही हो सङ्घर्ष इमान्दारता ए तपाईँको मूल मन्त्र नै सङ्घर्ष इमान्दारिता होइन अघि खुस्किसकेछ नि त यार ओके ओके होइन मूल मन्त्र भनेकै के हो एकदम हार्डवर्क गर्नुपर्छ अनि त्यसमा के हुनुपर्छ इमान्दारता हुनुपर्छ ओके मलाई पनि एकदमै तपाईँको यो मोटो भनौँ कि होइन हजुर मूल मन्त्र नै मूल मन्त्र भनौँ कि एकदमै राम्रो लाग्यो सायद दर्शकहरूलाई पनि एकदमै मनपर्छ होला ओके आगामी योजनाहरू
फ्युचर प्लान्स केही छ? फ्युचर प्लान त अब यहाँ जब गरिराखेको छ होइन। अब स्टिल 5-7 वर्ष छ। अब यो बिचमा गयो भने त्यही हो, एउटा कलाकारताको भूतले छुको मान्छे। हजुर हजुर बिचमा अब नेपालमा गए नेपालमा छुट्टीमा हुँदा केही सानोतिनो प्रोजेक्ट होइन, अब म्युजिक भिडियोदेखि हुन्छ भने अब त्यस्तै होइन गर्ने इच्छा छ। अनि नेपालबाट पनि मलाई साथीहरूले, धेरैजना साथीहरूले हाम्रो प्रोजेक्टमा नि काम गरिदिनुपर्छ स्वरूपजी भनेर चाहिँ भनिराख्नु भएको छ। हजुर सायद के हुन्छ भन्ने चाहिँ एक्ज्याक्ट थाहा छैन होइन। हजुर हजुर तर हुन्छ, एउटा न एउटा चाहिँ हुन्छ। किनभने यो मेरो जिन्दगी नै यस्तो अन्ननै छ क्या। ए हजुर हजुर। किनभने अब कलाकारितामा आउनु पनि न मैले अब आफै सोचेको थिएँ होइन, न अब के थियो, साथीभाइको सङ्गतमा लाग्दै त्यतैबाट अब डोर्याएर यहाँसम्म आइपुग्यो। न त्यो छोड्छु भनेर पनि मैले सोचेको छु है, केही पनि छैन होइन। जस्ट अब साथीभाइको चित्त बुझाइदिनु पर्यो, अब साथीभाइहरूसँग हिँड्नु पर्यो भन्दा अब यहाँसम्म आइपुग्यो। अब फ्युचरमा पनि यसलाई चाहिँ म प्लान नगर्नु पर्यो सूर्यजी, किनभने अब हुन्छ जिन्दगी नै यस्तै रहेछ। धेरै कुरा चाहिँ अब आफूले नसोची पनि भइरहेछ। मलाई खुसी पनि लागेछ। ओके, यो जस तपाईँको यो प्लानहरू होइन, तपाईँले नबनाइकन अगाडि बढ्दाखेरि अकस्मात भइराखेको यो चाहिँ भन्नुभयो होइन। तर कतै गइहाल्नु भयो भने पनि तपाईँलाई चाहिँ अग्रिम शुभकामना छ। धन्यवाद त्यसको लागि श्रीजी। ओके, आज चाहिँ हाम्रो अतिथि हुनुहुन्थ्यो स्वरूप राजजी। उहाँलाई धेरै धेरै धन्यवाद। यहाँको एउटा अमूल्य समय झिकेर यहाँनिर आइदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद स्वरूपजी। धन्यवाद सूर्यजी। अनि म अर्को कुरा के दिन्छु भने, यो तपाईँले भर्खर सुरु गर्नुभएको हाम्रो आवाज पोडकास्ट स्टुडियो धेरै माथि बढेर जाओस् होइन, यसले चाहिँ आकाशै छुओस् है भन्ने धन्यवाद तपाईँलाई चाहिँ शुभकामना दिन चाहन्छु। तपाईँ पनि एकदमै अब हार्ड वर्किङ मान्छे होइन, सायद तपाईँको सपनाहरू पनि पुरा हुन्छ होला। तर मेरो पर्सनली अनि मेरो कोर अफ हार्टबाट होइन, तपाईँको यो हाम्रो आवाज स्टुडियो चाहिँ धेरै उन्नति प्रगति गरोस् भन्ने मेरो चाहिँ हार्दिक शुभकामना छ सूर्यजी। धन्यवाद स्वरूपजी तपाईँलाई। थ्याङ्क यू भेरी मच।